हेलो नमस्ते। म चाहिँ कामबाट आएर हल्का एक्सर्साइज गरेर अनि फ्रेस भएर म चाहिँ अहिले जुस बनाउँदैछु। कस्तो जुस बनाउँदैछु देखाउँछु ल हजुरहरूलाई। देख्न सक्नुहुन्छ यसमा चाहिँ लेयरबाटै देखाइदिन्छु तपाईँलाई, तल बटमबाटै। यो चाहिँ ग्रेप्स अनि बनाना अनि पिनट पनि छ अनि पिस्ता पनि छ अनि मैले चाहिँ यो प्रोटिन यो बटरको चिप्स हालेको छु। यो चाहिँ एकदम हेल्दी बटरको चाहिँ हो है। अब यसमा चाहिँ मैले मिल्क एड गर्छु। म चाहिँ यसमा सुगरहरू केही पनि युज गर्दिनँ, नर्मली धेरै पनि बनाउँदिनँ। यो चाहिँ अब यसलाई फ्रिजमा राखिदिन्छु। यो चाहिँ सफा नै थियो, फेरि अझै सफा गरेँ मैले अझै एक्स्ट्रा। यो चाहिँ जस्तो लगाइदिन्छ है। यो चाहिँ मैले यस्तो गरेँ। अब यसलाई चाहिँ मैले यहाँ सबै छ मिक्स। यसो बटन अन गर्नु पर्छ। बटर हालेको चाहिँ मेरो बटर चाहिँ भएको छैन है। यो चाहिँ अलिकति यो चाहिँ बाहिर लागेको छ क्या। यो चाहिँ एकदम राम्रो बटर। मैले चाहिँ यो चाहिँ एकदमै हेरेर कहिले कस्तो छुट्टीको दिन चाहिँ म चाहिँ प्रायः फास्टिङमा चाहिँ हुन्छु नि त। अन्तखेरि चाहिँ मैले अब खाँदै नखाने चाहिँ होइन। अनि चाहिँ नर्मली ब्रेड पनि एकदमै फ्याट नभएको अनि यो बटर पनि फ्याट नभएको त्यस्तो चाहिँ ल्याएर राखेको छु। अनि यसमा चाहिँ एकदमै प्रोटिन कस्तो बन्छ टेस्ट पनि गर्छु अनि हजुरलाई फेरि रिभ्यू पनि दिन्छु। बडी त देखिरहेछ। मैले जिम नगएको पनि कति धेरै भइसक्यो। म जिम नगएको चाहिँ 20-25 दिन भन्दा पनि 20-25 दिन हुन चाहिँ लाग्यो। भैया ट्राई कर। मैंने शुगर कुछ नहीं डाला है। बहुत ज्यादा मत डाल दिए यार। शुगर कुछ नहीं डाला। मैं नहीं डालता हूँ। आइस डालना है? नहीं कुछ नहीं। क्या क्या डाला है? पी लो, मैंने भी नहीं पिया है भैया। क्या क्या डाला है? ग्रेप्स? ग्रेप्स? पहला पी लो। मैंने भी नहीं पिया है। एकदमै हाइजेनिक पनि छ, एकदमै दामी छ। बबाल तपाईहरु पनि बनाएर खान सक्नुहुन्छ। के हालेको रेसिपी चाहियो भने भन्नु होला। यसमा त्यस्तो रेसिपी छैन। अब सुगर हालेर खाने भएको भए यताउता अरू चिजहरू चाहिँ हाल्ने भएको भए त्यो एक्ज्याक्ट रेसिपी चाहिँ चाहिन्थ्यो। मैले चाहिँ नर्मल सुगर फ्री बनाएको, एकदम अर्ग्यानिक बवाल। थ्याङ्क यू।